भिडियो लाइभमा 81 फिल्टर हटेपछि एक इन्फ्लुएन्सरले गुमाइन् 1,40,000 फलोअर्स। दर्शकबिन एक चिनिया लाइभ स्ट्रिमरको लाइभ प्रसारणका क्रममा अप्रत्याशित रूपमा वास्तविक अनुहार देखिएपछि उनी सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेकी छन्। प्राविधिक गडबडीका कारण प्रयोग भइरहेको ब्युटी फिल्टर केही छेडका लागि बन्द हुँदा उनको डिजिटल रूपमा सम्पादन गरिएको छवि हटेको थियो। उक्त छेडलाई दर्शकहरूले रेकर्ड गरी विभिन्न प्लेटफर्ममा सार्वजनिक गरेपछि घटना तीव्र रूपमा भाइरल बनेको हो। भाइरल क्लिपहरू विशेष गरी थ्रेड्स र टिकटकमा व्यापक रूपमा शेयर भइरहेका छन्। भिडियोमा देखे अनुसार ती नाम नखुलेकी इन्फ्लुएन्सर क्यामेरा सामु आफ्ना फलोअरसँग संवाद गरिरहेकी थिए। त्यही क्रममा अचानक फिल्टर बन्द हुँदा उनको स्वाभाविक अनुहार र वास्तविक छवि केही सेकेन्डका लागि प्रत्यक्ष देखिएको थियो। केही छेडपछि फिल्टर पुनः सक्रिय भएर अनुहार फेरि सानो गोरो तथा डिजिटल रूपमा मिलाएको स्वरूपमा फर्कियो। तर त्यो छोटो समयमै कैद भएको दृश्यले ठूलो प्रभाव पारेको छ। अनलाइनमा फैलिएको दाबी अनुसार उक्त घटनापछि उनले करिब 1,40,000 फलोअर्स गुमाएकी छन्। यद्यपि यो तथ्य स्वतन्त्र रूपमा पुष्टि भने भएको छैन।